युट्युबमा चाहिँ तपाईको राम्रो हुन्छ। महिनामा 2-3 लाख रुपैयाँ आउँछ, मामुली हो। तपाईको 10,000 सब्सक्राइबर हुनुपर्छ, बेसी चाहिँदैन। 10,000 सब्सक्राइबर हातमा हुनुपर्छ हैन। अनि तपाईको भिडियो सधैँ हेर्ने मान्छे 7-8 हजारले सधैँ हेर्दियो भने 2-3 लाख रुपैयाँ महिनाको आइबस्छ युट्युबबाट। आज चाहिँ म के हो यो थाहा छ? बडीगार्ड पनि यसरी आउँदैछ मेरो चाहिँ। हाई भन्देऊ न, हाई भन्दै, हाई भन्न। आइज यसरी आउँछ बडीगार्ड सँगसँगै। ओभर दामी लाग्छ सिस्नु चाहिँ, त्यही भएर आज चाहिँ सिस्नु टिप्नु जाँदैछु। अहिले हाम्रोमा यति साह्रो अल्टरनेटिभ छ कि हातमा फोन छ, स्मार्टफोन छ हैन। पहिलाको जमानामा के थियो भने फोटोहरू खिच्दाखेरि पनि एउटा क्यामेरा, ब्ल्याक एन्ड व्हाइट क्यामेरा हुन्छ नि, फोटो पनि ब्ल्याक एन्ड व्हाइट आउने। अनि त्यो फोटोलाई 2-3 वर्ष राखेपछि धमिराले खाएको जस्तै हुने क्या। अन्त अहिले हाम्रोमा चाहिँ के छ भन्दा स्मार्टफोन छ। यो फोनलाई चाहिँ सही युटिलाइज गरौँ न है। कसरी भन्दा एउटा युट्युब च्यानल खोल्नुहोस् तपाईहरु पनि। आज म तपाईहरुलाई एउटा बेस्ट आइडिया दिन्छु है। युट्युब च्यानल खोल्नुहोस् अनि आफूले के गर्छ नि त्यो भिडियोहरू बनाएर हाल्नुहोस्। पैसा आउँछ भनेर भन्दिनँ म, तपाईहरुलाई आश देखाउनु पनि छैन। राम्रो चल्यो भने पैसा आइ पनि हाल्छ। सब्स्क्राइबर राम्रो आयो भने है, सब्स्क्राइबर मजाले बढ्यो भने पैसा आउँछ, आउँदैन हैन, आउँछ। अर्को फाइदा के छ यसमा, हामीले के भिडियो बनाएर हालेको छ भने भोलिको दिनमा हामी पनि त यतिकै बस्दैन, बुढो हुन्छ है। त्यो टाइममा भिडियो हेर्नु मन पर्यो भने हेर्दा हुन्छ क्या। त्यही भएर अहिले मैले एउटा रिमेम्बरको लागि चाहिँ नि बनाएको यो ब्लग। अब यो म युट्युबमा हाल्छु हैन, यसले सब्स्क्राइबर राम्रो ल्याउँछ, भ्युज आउँछ भनेर हैन। किन भन्दा यो रिमेम्बर, एउटा रिमेम्बरको लागि म आज सिस्नु टिप्नु जाँदैछु हो, कैँची लिएर, चिम्टा लिएर जाँदैछु। अन्त म जब 60-70 वर्ष पुग्छु नि, बुढो हुन्छु नि, त्यो टाइममा अहिलेको भिडियोहरू हेर्नु सक्छु म हैन, यङको। त्यो फाइदा छ। सिस्नु टिपेर देखाउँछु ल आज चाहिँ। किन भन्दा यो म बुढो हुँदाखेरि नि, जब 70-80 वर्ष पुग्छु त्यो टाइममा म यो भिडियोहरू सबै हेर्नु सक्छु म। मेरो नानीहरूले हेर्छ, बाबा यङमा यस्तो हुनुहुन्थ्यो रहेछ भनेर। अहिले हामी बाबाहरूको भिडियो हेर्नु त भिडियो छोड्नु, फोटो पनि भेट्दैन बाबाहरूको यङको, बाबाहरूको टाइमको पालोको हैन, फोटो भेट्दैन। भेट्यो भने पनि ब्ल्याक एन्ड व्हाइटमा पुरा धमिराले खाएको जस्तो चिन्नु नसक्ने टाइपको हुन्छ। र अहिले यो मैले भिडियो बनाएर हालेको छु भने मलाई पनि भोलि पर्सि बुढेसकालमा मजा आउँछ हेर्नु। मेरो नानीहरूले पनि हेर्छ, नाता नातिनाले हेर्छ, बाजे यस्तो थिए जवानीमा भनेर हैन। त्यो भएर पनि एउटा रिमेम्बर हो। त्यही कारण युट्युब च्यानल किन खोल्नु भनेको भन्दा, युट्युब च्यानल तपाईहरुले खोलेर नि भिडियोहरू हाल्ने गर्नुहोस्, छोड्दिनुहोस् हैन। पैसा आउँछ भन्ने हैन नि त। त्यो अब भन्नुहुन्छ होला फेसबुकतिर पनि त हाल्दा मिल्छ। हो मिल्छ फेसबुकतिर पनि, तर मलाई चाहिँ फेसबुकको चाहिँ के लाग्यो भन्दा चाहिँ अब फोन हरायो, पासपोर्ट बिर्स्यो, सक्यो हो। त्यहाँदेखि त त्यो आइडी नै ब्लक हुन्छ, भेट्दैन। पासपोर्ट बिर्स्यो, फेसबुकको सक्यो, खेला खत्तम। युट्युबको त तपाईलाई के हुन्छ, लो त्यो पनि सेम नै हुन्छ। युट्युबको पनि पासपोर्ट बिर्स्यो हैन, यताउता केही भइदियो, फोन हरायो, केही पनि भयो भने त्यसलाई के फाइदा छ भन्दा चाहिँ नि, युट्युबको त तपाईलाई के हुन्छ, लो त्यो पनि सेम नै हुन्छ। युट्युबको पनि पासपोर्ट बिर्स्यो हैन, यताउता केही भइदियो, फोन हरायो,
केही पनि भयो भने त्यसलाई के फाइदा छ भन्दा चाहिँ नि के फाइदा छ भन्दाखेरि चाहिँ अब युट्युबमा हाल्यो हैन 50-60 वटा 100-200 वटा भिडियो बनायो आफ्नो फ्यामिलीको युट्युबमा हालेको छ फोन हरायो अथवा पासपोर्ट बिर्स्यो हुन्छ यस्तो कुराहरू तपाईले भोलिको दिनमा आफ्नो नामले सर्च गर्दाखेरि आइहाल्छ जति साल पुरानो किन नहोस् पासपोर्ट हाल्नु पर्छ भन्ने छैन यति नै हो पासपोर्ट बिर्सिनु भयो भने तपाईले भिडियो हाल्नु पाउनुहुन्न तपाईहरुको भिडियो अपलोड गर्न सक्नुहुन्न यति मात्रै हो बाकी तपाईहरुको सबै सेम नै हुन्छ बुझ्नुभयो युट्युबमा चाहिँ अब तपाईले पासपोर्ट बिर्सिनु भयो फोनहरु हरायो अथवा केही पनि प्रब्लम आयो सक्यो हैन तर कसैको फोन मागेर आफ्नो नाम अब के छ युट्युबको च्यानल हैन युट्युब अब के कुन नाममा खोलेको छ युट्युब टक्क सर्च गर्ने बित्तिकै आइहाल्छ बटटट आउँछ त्यहाँबाट आफ्नो भिडियो हेर्दा भइहाल्छ त्यो लाइफ टाइम हो क्या त्यो चाहिँ राम्रो लाग्यो युट्युबको त्यो भएर मैले युट्युबमा राखेको जति पनि यो गर्छु नि म कोही बेला फ्री भएको टाइममा आज म अस्ति निगुरो टिप्न आएको थिएँ अफ सिजनमा परेछ निगुरो नै भेटिनँ मैले हो त्यतिकै फर्के आज म सिस्नो टिप्न आएको छु सिस्नो चाहिँ मेरो फेभरेट हो फेरि गाइस ओभर मन पर्छ मलाई यति मिठो लाग्छ कि त्यो लिन आएको छु सिस्नोको फुल पनि छ सिस्नो पनि छ अहिले म देखाउँछु है बाइ अब चाहिँ म सिस्नो टिप्छु गाइस हेर्नु ल कसरी टिप्छु म सिस्नो हेर्नु हुने यहाँ हेर्नुहोस् त सिस्नो कस्तो दामी छ अब यसलाई चाहिँ नि चिम्टाले यहाँ पक्ड्यो टक्कै टिप्यो हो देख्नु भयो सिस्नो कस्तो दामी दामी छ कलिलो कलिलो टिप्नु पर्छ कि अब यहाँनिर चाहिँ यसो गर्यो टक्कै टिप्यो हो यो देख्दैछ नि यो डल्लै सिस्नो घारी हो सिस्नोको फुल पनि छ हेर्नुहोस् ल देख्नुभयो फुल कस्तो मिठो हुन्छ त गाइस हेर्नुहोस् त सिस्नोको फुल देख्नुभयो दामी छ सिस्नोको फुल सिस्नुको फुल हेर्नु त यहाँ हो यिनीहरू देख्नुभयो पुरा छ सिस्नु हात पोल्यो मजाले हात पोल्यो अब भयो तर यस अस्ति एकपल्ट बजारमा सिस्नु देखेर ल्याएको तर कत्रो डाँख्ला थियो कत्रो डाँख्ला छिप्पेको नछिप्पेको हो पकाउनु पनि आमामा कस्तो पाराले त्यति मिठो पनि भएन तर आज चाहिँ नि एकदम कलिलो टिपेको छु क्या टुप्पा म त टक 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 भाँचेर दामी हुन्छ आज चाहिँ अब मिठो लागिदिन्छ यो देख्दैछ नि यो पछाडि मेरो पछाडि देख्दैछ त्यहाँ अन्त यतापट्टि योहरू सबै सिस्नु हो अन्त यसमा निगुरोहरू पनि पाउँछ सिस्नुहरू पनि पाउँछ अहिले चाहिँ अफ सिजन रहेछ निगुरो छैन
सिस्नु चाहिँ सुरु रहेछ। यो सिस्नु फुल्ने टाइममा फुलेको छ पुरा। मैले चाहिँ फुल लगिनँ, सिस्नु चाहिँ टिपेँ। दामी छ। ल आजलाई यति नै। सिस्नु पनि टिपेँ, मलाई मनपर्ने सब्जी। एउटा भ्लग पनि बनाएँ, एउटा रिमेम्बर पनि भयो। अब यो अपलोड गरेँ भने ढुक्क लाइफ टाइमको लागि हो नि। म मरेर गए पनि मेरो यो भिडियो चाहिँ बसि नै रहन्छ हैन। यो फाइदा छ युट्युबमा। त्यही कारण तपाईँहरूलाई भन्छु युट्युब च्यानल खोल्नुहोस् हैन। आफ्नो लागि खोल्नुहोस् न, अरूको लागि किन? आफ्नो लागि खोल्ने हो, अरूको लागि होइन क्या। आफ्नो लागि खोल्नुहोस्, चल्छ भनेर होइन। पछाडि के हुन्छ, आफूले हालेपछि चाहिँ भिडियो जति पनि आफूले हालेको भिडियोहरू हुन्छ त्यो चाहिँ लाइफ टाइम पर्मानेन्टली रहिबस्छ नि त। त्यही कारण खोल्नुहोस्, फाइदा छ। फेसबुकमा त त्यही हो, आइडी हरायो भने है, पासपोर्ट बिर्स्यो भने, फोन हरायो, पासपोर्ट बिर्स्यो अथवा केही भयो, प्रब्लम आयो भने फेसबुकको त अब त्यो त लक भएरै जान्छ। युट्युबमा चाहिँ तपाईँको कहिले लक हुँदैन। तपाईँको फोन हराओस्, आइडी बिर्सिनुहोस्, फोनको पासवर्ड बिर्सिनुहोस् हैन, अथवा युट्युब खोल्दाखेरि हालेको पासवर्डहरू बिर्सिनुहोस्, केही म्याटर गर्दैन यसले। कुनै पनि फोन ल्याएर टक्क तपाईँको नाम हालेर सर्च गर्नुहोस्, आइहाल्छ। कुन नाममा खोल्नु भएको छ युट्युब हैन, त्यसमा सर्च गर्नुहोस्, आइहाल्छ। यति मात्रै हो। तपाईँले नयाँ भिडियोहरू अपलोड गर्नु सक्नुहुन्न, यति मात्रै हो। बाँकी जति पनि हालेको भिडियोहरू चाहिँ लाइफ टाइम रहि नै बस्छ। त्यही कारण फाइदा छ युट्युब खोल्नु चाहिँ। मैले पनि खोलेको छु हैन, त्यही भएर मैले तपाईँहरूलाई चाहिँ त्यो फाइदा देखेँ। अब राम्रो सब्सक्राइबर बनाउनु सक्यो हैन, अब भ्युज राम्रो आयो भनेदेखि पैसा पनि आउँछ। पैसा आएन तर अर्को फाइदा के छ, रिमेम्बर त भयो नि त हैन। फोटोहरू हालेको, भिडियोहरू हालेको हैन, रिमेम्बर भयो, लाइफ टाइम बसिरहन्छ। त्यति फाइदा छ। अब घरमा इभेन्ट्सहरू हुन्छ हैन, त्योहरू सबै भिडियो गरेर हालेको छ भने भोलि पर्सि छोराछोरीले, नाति पलाती खलाती त्यहाँदेखि अगाडि के भन्छ, स्टेप सबैले हेर्नु भ्याउँछ, सबैले। अहिले हामीले चाहे बाबा आमाको फोटो भेट्दैन, भेटिहाल्यो भने त्यो ब्ल्याक एन्ड व्हाइट हुन्छ, त्यही पनि पुरा चिन्नु नसक्ने थोप्ला भएको हुन्छ हैन। तर हामीले चाहिँ युट्युबमा हालेको छ भने चाहिँ सोलिडै आउँछ। क्यामेरा राम्रो हुनुपर्छ, सोलिड आउँछ बब्बाल। ल बाई। मैले मेरो काम सकेँ गाइस, अब घर लागेको। एक तीर में दो शिकार, एक तीर में दो निशान भन्छ नि, एक तीर दो निशान त्यस्तै भयो। भ्लग बनाएँ मैले एउटा, यो लाइफ टाइमको लागि भइहाल्यो हैन। अर्को मलाई मन परेको थियो सिस्नु खानु धेरै अगाडिदेखि, बजारबाट पनि ल्याएँ एकपल्ट, छिप्पिएको पर्यो हो। त्यही भएर त्यति मिठो भएन त्यो। आज आफै आएर कलिलो टिपे। यहाँ हेर्नुहोस् त, देखाउँछु ल तपाईँहरूलाई। यहाँ हेर्नुहोस् त गाइस, सिस्नु पनि ल्याएँ, सिस्नुको फुल हो। यति भए दामी मजा आउँछ। यसलाई चाहिँ नि सुकाउनुपर्छ एक घाम हो, पिठो लगाएर सुकाउनुपर्छ। अलिअलि किरा छ भने झर्छ, त्यहाँदेखि खानुपर्छ। फुल सिस्नु ल्याउँछु भनेको फुल पुरा रहेछ, सिस्नु फुल दुइटै ल्याएको। क्या छ नि, चिल्यो पनि, चिल्ने सिस्नु हो यो चाहिँ। देख्नुभयो, मजाले टिपे, कलिलो हैन। अन्त सिस्नु पनि टिपे, मलाई मनपर्ने सब्जी टिपे, अनि एउटा भिडियो बनाएँ हैन। त्यही रिमेम्बर पनि भयो। त्यही भएर एक तीर दो निशान भयो। अब यो चाहिँ युट्युबमा हाल्छु, लाइफ टाइमको लागि भयो नि त हैन। अम्बो धानहरू पनि काटिसकेछ त हौ। हैट
यो चाहिँ मेरो भोलि पर्सि म आफैले पनि हेर्नु मन लाग्यो भने होइन 40 वर्ष 50 वर्ष 60 70 वर्ष पुग्दाखेरि पनि हेर्नु सक्छु। मेरो नानीहरूले पनि भोलि पर्सि हेर्छ, नाति पलाती खलाती अझै त्यहाँदेखि माथि के छ होइन, स्टेप सबैले हेर्नु मिल्छ। बाबा यस्तो थियो, हाम्रो बाजे यस्तो थियो, अर्को बराजु यस्तो थियो भनेर सबैले हेर्नु पायो नि त। त्यति चाहिँ फाइदा छ। त्यही कारण तपाईँहरूलाई पनि भन्छु युट्युब खोलेको एकदम राम्रो। युट्युबमा चाहिँ तपाईँको राम्रो हुन्छ, बिस्तारै नि पैसा पनि राम्रो आउँछ युट्युबबाट। महिनामा 2-3 लाख रुपियाँ आउँछ, मामुली हो। तपाईँको 10,000 सब्सक्राइबर हुनुपर्छ, बेसी चाहिँदैन। 10,000 सब्सक्राइबर हातमा हुनुपर्छ होइन। अनि तपाईँको भिडियो सधैँ हेर्ने मान्छे 7-8 हजारले सधैँ हेरिदियो भने 2-3 लाख रुपियाँ महिनाको आइबस्छ युट्युबबाट। मेरो एक्सपिरियन्स हो यो। मैले चाहिँ धेरै रिसर्च गरेर भनेको तपाईँहरूलाई। खोल्नुहोस्, फाइदा हुन्छ। ल यति भन्दा आजको लागि बाई।